नाइस पर्सेन्ट अब नेक्स्ट लेभल रहेछ यहाँबाट हेर्दाखेरि चाहिँ दामी भ्यू छ है यसलाई चाहिँ सेल्फी डाँडा भन्छ होइन सेल्फी डाँडा म जहिले पनि आउँदाखेरि सेल्फी डाँडामै गरेर आउँछु बसेर उठिरहेको हुन्छु अहिले हामी यहीँनिर यसो अब यहाँ अब यो बाटो आइसकेपछि सेल्फी डाँडा नरोक्ने कुरै हुँदैन नि होइन जे होस् ल अब यहाँ चिया खाएर हामी जर्नी कन्टिन्यू गर्छौँ अहिलेलाई चाहिँ मैले यहीँ गरेँ थ्याङ्क यू बाई ल गाइस हामी अब सेल्फी डाँडा पुग्यौँ सेल्फी डाँडा ल कस्तो राम्रो छ नि त यो अझ पछाडिको हेर्छु पछाडिको भ्यू हेर्छु वाइड एङ्गल अब यहाँ हामी रेड बुल खान्छौँ एउटा अनि त्यसपछि लाग्छ है त अस्ति भन्नु पर्दैन नि त काका म अर्कोसँग राख्दिन थिएँ नि त अब थाहा भयो नि अब नराख्ने के अब अर्कोचोटि आउँदा नि ठिक्क हुन्छ क्या फ्रेस सुन्दर लागेको जुस भन्नु पो पर्छ त काका केही नभनी हिँड्छ के 1100 अहिले राम धुले खाला होला यसो कति भन्दा दिदी प्राइस 120 ओके 120 मा सुन्तलाको फ्रेस जुस गाइज है सही हो सेल्फी डाँडा फ्रेस सुन्तलाको जुस कति पो दिदी टेस्ट गरेर हेरौँ त पानी पनि हो र छैन पानी पनि हैन छैन मुसी कलाई हाल्यो कि हमरा कान में टच भइदियो कि रफले 8 आउट अफ 10 है गाइस ल अब यहाँबाट चाहिँ हामी एकछिन 10 मिनट जति बसेर यहाँबाट हामी अब अगाडि बर्दिवासतिरको जर्नी कन्टिन्यू गर्छौँ अहिले चाहिँ मैले एकछिन इन्ड गरेर यहाँबाट निक्लिसकेपछि बल्ल तपाईँहरूसँग अपडेटमा रहन्छु है त थ्याङ्क यू ल गाइस सेल्फी डाँडामा आर्मीको किनै चलिरहेछ आर्मीहरूको स्ट्रङ बन्नु पर्यो नि त भोलिपछि लडाइँ हुँदाखेरि ठ्याच्चै खाएर बसेर भएन कडा हुनै पर्यो ल यो सेल्फी डाँडाबाट नि अब हिँड्यो अब हामी बर्दिवास पुग्छौँ यहाँ बाटोमा अब नगरिकन सिधै म तपाईँहरूलाई बर्दिवासकै एकैचोटि त्यहाँ पुगेर नि म अपडेट गराउँछु ल गाइस स्टे ट्युन्ड है त बाइक हाँसेर बसिरहेछ ल है गाइस सेल्फी डाँडा पनि कटियो है
अब हामी एकैचोटि दायाँ बायाँ केही नगर्ने सिधै हाम्रो डेस्टिनेसन भनेको बर्दी बस। अब यस्तै लगभग 80 किलोमिटर होला हेरौँ। 3:30 भयो अहिले चाहिँ 3:30, 4:30, 5:30, 5:30 बजे पुरै पुग्यो भने राम्रो हो। किनभने 6:30, 7:30 त्यहाँबाट फेरि 3 घन्टा लाग्छ, अँध्यारो हुन्छ।